नमस्ते सबैजनालाई फेरि पनि मेरो अर्को एउटा ब्लगमा स्वागत छ हजुरहरूलाई। र हामीहरू यता चाहिँ साथी म कहाँ जाँदैछौँ भनेर तपाईँहरू सोच्नुहुन्छ होला। तपाईँहरू हेर्दै गर्नु होला, तपाईँहरूले थाहा पाउनुहुनेछ। ल गाइस हामी चाहिँ गएका फेरि बेघरमा ठौना आएका थियौँ खानासाना खाएर गएका। मेहन्दी भयो यस्तो। तेरो मेहन्दी देखाइदे। मेहन्दी काला चाहिँ उहाँ छ, त्यो गाना बजिरहेको छ। हामी चाहिँ यहाँ पत्थर हिँड्दैछौँ गाइस। हेर्नु न पत्थरमा यता नाला यो सिमना बनाएको छ पानी जम्ने, र बेघर चाहिँ उता छ। र गाइस हामी चाहिँ यता छौँ र फेरि भेट्नेछु बेघरमा। आज भन्दै भोलि भन्दै सो 5 तारिकको बिहे थियो, तर आज मैले एडिट गरेँ र यो बिहे चाहिँ थियो रातिको, र दिउँसो चाहिँ अहिले हामीहरू आएका छौँ। अब रेडी भएर म तपाईँहरूलाई देखाउने छु। बेको लागि रातिको बिहे हो, तर टाइम चाहिँ हुनुहुन्छ हाम्री बेहुली दिदी र मेकअप आर्टिस्ट नआएर तनाव यहाँ सबैले रुँगेर बस्नुभएको छ। कतिखेर आउनुहुन्छ मेकअप आर्टिस्ट र मेकअप गरेर। बेहुलीलाई त मेकअप बिना त कहाँ बसाउनु भयो नि त। पहिलेको जमानामा त गर्थ्यो मेकअप बिना, तर अहिले त मेकअप नै मेन हो। सो रोक्दा फाइनली हाम्रो मेकअप आर्टिस्ट दिदी आइपुग्नु भयो। उहाँ चाहिँ जागुनकै हुनुहुँदो रहेछ र उहाँले चाहिँ बाटो नदेखेर, अब भित्र जग्गा भएर नदेखेर लेट भएको रहेछ। र यता प्रडक्ट निकाल्नु भयो। अब दिदीको मेकअप गर्न स्टार्ट, र दिदीले हाई गर्नुहुँदैछ यता। र हाम्रो बेहुली नानी कस्तै देखिनुहुन्छ होला आज सोच्नुहोस् त। र यता चाहिँ अब अरूको बिहे भन्दा यो चाहिँ थियो तामाङको बिहे। र तपाईँहरूलाई म तामाङको बिहे कस्तो हुन्छ के हुन्छ म तपाईँहरूलाई अलिकति भन्न चाहन्छु, जे मैले एक्सपिरियन्स लिएको छु। र यता चाहिँ हाम्रो मेकअप आर्टिस्टले मतलब बेहुलीलाई मेकअप गरिदिन थाल्नुभयो र म तपाईँहरूलाई फाइनल लुक देखाउने छु। त्यसको अगाडि चाहिँ अब त्यहाँ हेर्नु होला बेको पेन्डेल हेर्नु। यहाँ चाहिँ हेर्नु न, आप्पा चाहिँ अब बेहुलीको आप्पा चाहिँ यति स्पिड कुदिराख्नु भएको छ नि। आप्पा भने पापा, तपाईँहरूलाई कतिलाई त थाहा छ होला, कतिलाई थाहा छैन। सो यता चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो बेहुलीको मेकअप, मतलब फेसको मेकअप चाहिँ भयो र यता हेयरको गर्न थाल्नुभयो। र अनि यसको बादमा लुगा लगाएर रेडी हुनुहुन्छ। बेहुली नानी चाहिँ कति राम्ररी देखिनु भएको हेर्नु न। गाइस अब चाहिँ हामी रेडी हुन गएका बेगको लागि, र हामीहरू बेग धरेरै उता वर्षा हो। सो हामीहरू रेडी भएर यहाँ आएर हेर्दाखेरि त यति मान्छे भर्ती भइसक्नु भएको रहेछ। हामी चाहिँ अर्कै साथी घर गएका थियौँ रेडी हुनको लागि, र हामीहरू आउने बित्तिकै मेजमानमा चाहिँ थियो बुनिया, निम्की र चाय। र यता हामीहरू साथीहरू बेगमा बसेका छौँ र इन्जोय गर्नु होला तपाईँहरू पनि एकछिन। यहाँ चाहिँ हेर्दा हेर्नु न यति मान्छे भइसक्नु भएको छ, र हामीहरू पनि यहाँ बसेको चाहिँ किनारमा। र तपाईँहरू पनि इन्जोय गर्नु होला बेमा हेरेर। वर्षा गाइस खाना बसेको अरे यति खाली छ। अब बेहुला आउनेको वेटिङ छ, र बेहुला कस्तो कन्डिसन खराब छ अरे गाइस। र बेहुला आएपछि चाहिँ म तपाईँहरूलाई देखाउने छु। डान्स पुरा भइरहेछ। भुइँचालो डान्स गर्दा गर्दै हामीले सुन्यौँ कि बेहुला आउन आँट्यो भनेर। हामीहरू चाहिँ यहाँ पर्सिनको लागि रोकिरहेका छौँ।
र तामाङको बिहेमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि लोगन्तेहरूले चाहिँ ल्याउँदो रहेछन् कलश दियोहरू, तर अरू चाहिँ हामीहरूको जस्तो नाङ्लोमा बोकेर के लान्छ नि, गुन्द्री सुन्द्री जस्तो के त्यो चाहिँ लानु पर्दो रहेछ। र यता बेहुला आउने टाइम हेर्नु न, बेहुलाहरूको खुसी यति पटका फुटाएको नि भन्नु, आधी घन्टा धेर पटका फुटायो होला। उहाँको खुसी अब यत्रो सालको माया गर्ने भेट गएपछि यस्तो अब खुसी हुन्छ नि त नि केटापार्टी, तर आएका थिएनन् उहीँबाट पटका फुटाए। गाइस देखो ना, गाइस देखो देखो गाइस देखो, यहाँ बेहुलाको सालीहरू गाइस देखो। गाइस बेहुलालाई फेरि बसेपछि भेट्न नरोकेको ल म देखाउने छु तपाईँलाई आएपछि बेहुला। लो गाइस फाइनली हाम्रो बेहुला बिनाजु चाहिँ आइपुग्नु भएको छ। डाँडाको चाहिँलाई पन्साउँदै, खोलाको माइलाई पन्साउँदै, मेमेले बनाएको यो डम्फु तागधुई बजाउँदै, उकाली बाटो द पिपल बर तेर्सोए बाटो पहिला सहर, तेर्सोए बाटो पहिला सहर, जोजोको जन्ती लिएर। र हेर्नु न, म चाहिँ यता हेरिरहेछु मान्छे नदेखेर, र मान्छेको तात चाहिँ हेर्नु न यति नै हुनुहुन्छ, पछाडि पनि अगाडि पनि। उता बेहुली चाहिँ नियम गरेर गइसक्नु भयो, मैले त्यो देखाउन सकिनँ। र अरू म तपाईँहरूलाई देखाउने छु। यता चाहिँ अब सबै पर्सिनु हुँदैछ जन्तीपाटी बेहुलाहरूलाई अनि जन्तीपाटीहरूलाई सबैलाई अब। र फाइनली हामीहरू चाहिँ यता भित्र आइसकेका छौँ साथी र म चाहिँ। अब अरू पनि आउनुभएछ, अब जन्तीपाटीहरू पनि हुनुहुन्थ्यो। र हेर्नु न, जन्तीपाटी आएपछि बेहुली आएपछि त कति नै भिड भयो नि, हामीहरू उठेर जानु पर्यो, यस्तो भिड भयो, जग्गै पुरा भर्ती भएको थियो। लेकिन राम्रो पनि लाग्यो अब भिडहरू हेरेर। र यता चाहिँ हेर्नु न, साथीहरू सेल्फी मार्ने टाइममा उनीहरूको सेल्फी मारिरहेछन् उता साथीहरू, अनि हेर्न सक्नुहुन्छ। अब म तपाईँहरूलाई त्यही भन्ने छु, तामाङको बिहेमा मेन के हो भन्दाखेरि चारधाम भन्दा रहेछन्। 4वटा धाम हुँदो रहेछ, त्यसमा चाहिँ मेन चिज हुँदो रहेछ कुखुरा चाहिँदो रहेछ जिउँदो, अनि त्यसको बादमा माछा, अनि कुल देवतालाई सम्झेर अनि आफ्नो चेलीबेटीलाई आमुकाको छोरा, आमुकाको नाति, आमुकाको भाइ भनेर उहाँलाई सुम्पिदिँदा रहेछन्। र छोरीको त्यो कुल देवतालाई त्यहाँ सामुने राखेर अनि त्यसको बादमा सबै नै अब छोरी तिमीहरूको भन्छन्, तर तामाङकोमा थर चाहिँ दिँदा रहेछन्। जस्तो कि अब केटी मान्छेको थर अब बोल हो, पाख्रिन हो, त्यो चाहिँ त्यो भइराख्दो रहेछ। जब त्यो छोरी मान्छे त्यो बुहारीको मृत्यु हुन्छ तब माइती घरले आएर हाम्रो छोरीलाई यस्तो गर्नुपर्छ भने याद पुर्नुपर्छ यस्तो भन्दाखेरि मात्रै थर बदली हुँदो रहेछ। यहाँ चाहिँ चारधामको कार्यक्रम चलिरहेको छ, यहाँ के भनिराख्नु भएको थियो। र अनि मैले चाहिँ फर्स्ट टाइम यस्तरी बिहे देखेँ। अब तामाङको बिहेमा चाहिँ सिन्दुर पोते गर्दा रहेछन् र उता हेरिसकेर यता हेर्दा आउँदाखेरि डान्स पुरा चलिरहेको रहेछ। लास्टमा हेर्न सक्नुहुन्छ जन्ती पार्टी र यता केटी पार्टी भएर, र हामीले पनि एकछिन डान्स गऱ्यौँ। र यता हेर्न सक्नुहुन्छ यो चाहिँ लास्ट अब राति अब बिहे भइसकेको बादमा चारधाम नियम हुँदो रहेछ। त्यो चारधाम नै मेन रहेछ तामाङको बिहेमा चाहिँ। र लास्ट एन्डिङ चाहिँ रातो चिया भनिरहेको थियो। र अब आयो दुःखको टाइम। तामाङ होस् बाहुन होस् जसको पनि होस्, अब छोरीले आफ्नो माइत छोड्नु टाइममा कति दुःख हुन्छ नि, त्यो दुःखलाई हामीले
बयान गर्न सक्दिनँ। एउटा छोरी मान्छेको दुःख अब एउटा छोरी मान्छेलाई नै थाहा हुन्छ। जब उसलाई थाहा छ कि माइती घर छोडेर मैले अर्को घर नयाँ घर जानु पर्दैछ, मेरो आफ्नो यत्रो वर्ष बसेको घरलाई छोडेर जानु पर्दैछ भन्दा कसको आँखाबाट आँसु निस्किँदैन। म एकपट्टिबाट रोइरहेको थिएँ, एकपट्टिबाट भिडियो गर्दै थिएँ। मलाई थाहा थिएन, म त्यस्तो मतलब दुःख लाग्दै थियो नि। मलाई लाग्दै थियो मेरै दिदी गइरहेछ भनेर। मेरो दिदी जाँदाखेरि म कस्तो रोएको थिएँ, मलाई त्यही याद आउँदै थियो कि अब छोरी मान्छेको जात घरमा बसेर पनि हुँदैन भनेर जानै पर्छ। लेकिन जाँदाखेरिको जति दुःख हुन्छ नि, त्यो एउटा जुन छोरी मान्छे जाँदैछ नि त्यसलाई मात्रै थाहा हुन्छ। यता दिदी पनि यति नै रोइराख्नु भएको थियो नि, त्यो देखेर सबै नै रोइराख्नु भएको थियो छेउछेउको। र एउटा न्यू लाइफ अब बिगिनिङ हुँदैछ भयो र त्यसको लागि धेरै धेरै बधाई छ दिदीलाई। र हाँसी खुसी बस्नु। अब बिहेको दिन त अब दुःख त लाग्छै नि त आफ्नो माइती घरलाई छोडेर जाँदाखेरि। र दिदीलाई हामीले यसरी नै बिदा गऱ्यौँ। हुन्छ त ल गाइस, आजलाई यति नै, धेरै लामो थियो। तपाईँहरूले यतिसम्म हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद।